पूजातिर पसलतिर लाग्छ। अफर 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 क्रिसमसको अफर एक गिफ्ट लिनुहोस् अर्को कल्पनामा लानुहोस्। आउनुहोस् आउनुहोस् आउनुहोस्। यो 500 को हो बहिनी। पैसा त देऊ अनि कस्तो खालको बहिनी रहेछ वा बहिनी। अङ्कल ए अङ्कल है तपाईँले सेन्टा देख्नु भएको छ त? सेन्टा चाहिँ देखेको छैन कि बहिनी नानी। हे अङ्कल पनि सेन्टा कहाँ बस्छ थाहा छ भने भनिदिइहाल्नु त। मेरो यहाँ मन खुलदुल भइसक्यो। पहिला त थाहा भएन, अहिले त सबैले फेसबुक र इन्स्टामा ट्याग गरिरहेको हुन्छ ल सबैले नानी ल। हे अङ्कल पनि कस्तो मजा गरे होइन कि यहाँ मान्छे सिरियस छ भनेर सेन्टा खोजिरहेको छ। जिस्किनुहुन्छ खै म गएको सेन्टा खोज्न। ओए अफर भाइ हेर त मेरो त अफरै आउँदैन त। एकछिन धैर्य गरेर बस्नु न दिदी। बस्नु चुप्ला र अहिले आइहाल्छ नि। भने बेला आउनु पर्यो नि त नि अब अफर पनि आइहाल्छ नि धैर्य गरे पो आउँछ त। खै सानी नानी माया तिमी सेन्टा खोज्दै हो? आन्टी तपाईँ नै सेन्टा हो? खै पेट हेर्दा त हो जस्तो छैन, मन हेर्दा चाहिँ पक्का भयो। सेन्टा भाइ गिफ्ट खोइ त हामीलाई अफर चाहियो नि। तिम्रो त ठुलो पसल छ भने सुनेको थिएँ त। गिफ्ट छैन सल्लाह चाहिँ फ्री छ है। यो त आमा जस्तै पो भयो हौ। भाइ कहाँ आमा हो त? यसले त पे पनि गरेन। म पो पे गरेर यत्रो चोरी भइसक्यो त। म पो आमा हो त। तिमीहरूको कुरा सुनेर त मलाई पानी पो तिर्खा लाग्यो हौ। खै यतातिर ल्याऊ। रियलमा त अफर दिँदैन अब पानी भयो नि चाखौँ। खै मलाई नि तिर्खा लाग्यो न। हे तपाईँहरू चाहिँ आफ्नै धुनमा मान्छेलाई सेन्टर चाहिसक्यो उनीहरू चाहिँ पानीको लन्ठन गर्दै बस्छ अरे। अनि तपाईँहरूले सेन्टा क्लास देख्नु भएको छ त? तपाईँकै वरिपरि छ है। आँखा घुमाइ घुमाइ हेर्न सक्नुहुन्छ। हेर्नु त जिङ्गल बेल जिङ्गल बेल जिङ्गल अफ द बेल जिङ्गल बेल जिङ्गल बेल जिङ्गल अफ द बेल जिङ्गल बेल जिङ्गल बेल जिङ्गल अफ द बेल। आन्टी आन्टी तपाईँ नै हो कि सेन्टा? हो त मै हो। ए खोज्दा खोज्दा भर्खर पो भेट्यो भनेको। कहाँबाट घाम झुल्केछ? पूर्व कि पश्चिम हो? पूर्व। ए खै ग्रिफ लिनु त हामी त्यहाँदेखि पर्खेछ। ए यस्तो धोते हुन्छ मेरो के छैन। अर्को दिनु मेरो हो यस्तो पो हुनुपर्छ गिफ्ट भनेको। वाह मैले गीत पाएँ है बहिनीहरूले पनि पाएँ है। ल मेरी क्रिसमस है सबैजनालाई। Wish you a Merry Christmas, we wish you a Merry Christmas, we wish you a Merry Christmas and Happy New Year. सेन्टा कहाँ बस्दो रहेछ त थाहा भयो? सेन्टा ए एकचोटि सम्झिन नि। ए सेन्टा त मन र व्यापारमा बस्दो रहेछ ल। सेन्टा मोबाइल चलाउन छोडेर अरूमा ध्यान दिने बानीमा बस्दो रहेछ। बल्ल थाहा पाएँ। बिलबिनाको मुस्कानमा पो बस्दो रहेछ सेन्टा त है। जोसँग राम्रो बानी छ ऊ सबै सेन्टा हुन्। हामी सबैजनाको हौ त।